हजुरहरूले पहिलोपटक राँके मेला कहिले देख्नु भएको थियो, कुनै याद छ? म जन्मिएर ठुलो भए जब राँके मेला आउन सक्ने भएँ, दाजु दिदी बहिनीहरूको साथमा आउन सक्ने भएँ, त्यतिखेरदेखि अब राँके मेला मैले जान्दाखेरि राँके मेला थियो भने हाम्रा बाजेहरूलाई मेरो बुबालाई भनौँ, बाजेलाई मैले भेटिनँ, बुबालाई सोद्धा पनि यो राँके मेला कहिले देखियो भन्दा उहाँहरूलाई पनि थाहा छैन। त्यति पुरानो मेला हो यो, धेरै पुरानो। यो पहिले र अहिलेको राँके मेलामा सबैभन्दा ठुलो फरक चाहिँ के देख्नु भएको छ? पहिले जसरी लाग्थ्यो एकदम भिडभाडका साथ लाग्थ्यो, यसमा अहिले पनि राँके मेला त्यत्तिकै नै लाग्छ। यति हो, पहिले चाहिँ यहाँ घोडा दौड हुन्थ्यो, घोडा दौडिन्थ्यो, घोडा दौडीको देखिन्थ्यो, त्यो चाहिँ अहिले हटेको छ। त्योदेखि बाहेक अब अहिले भिडभाडका साथ राँके मेला लाग्छ, केही फरक देख्छ छैन। अब यो छ नि, राँके मेलाले चाहिँ स्थानीय समाज र यो संस्कृतिमा चाहिँ कस्तो भूमिका खेलेको पाउनुहुन्छ तपाईँले? संस्कृतिमा चाहिँ परम्परा मेटिएको छैन। राँके मेला एउटा परम्परा पनि हो, यो ऐतिहासिक मेला हो, इतिहास त्यस्तै छ, त्यस्तै लागेको छ र आपसमा भेटघाट गर्ने, साथीभाइ बिचमा भेटघाट गर्ने मेलाको रूपमा यो प्रसिद्ध छ। त्यसले गर्दा यहाँ सांस्कृतिक रूपमा पनि राम्रो छ। यो राँके मेलामा म सानो बालबच्चा हुँदादेखि म मेलामा आउँदा पनि यति रमाइलो हुन्थ्यो कि वर्षभरि अब पहिलेको समय त कहीँ गाडी बाटोघाटो केही थिएन, कहीँ हिँडुल गरेर सकिँदैन थियो। त्यस्तो अवस्थामा चाहिँ आउने हिँड्ने भनेको हामी डुल्न जाने ठाउँ भनेकै राँके मेला। राँके मेला आउँदा यति हौसला उत्साह हुन्थ्यो कि यति खुसी हुन्थ्यौँ, यति रमाउँथ्यौँ कि ज्यादै खुसी लाग्थ्यो। एकदम खुसीका साथ राँके मेला आउँथ्यौँ। राँके मेला कहिले आउँछ भनेर चाहिँ राँके मेला आउनुभन्दा पहिलेदेखि हामीलाई एउटा उत्सुकता हुन्थ्यो। राँके मेला आइन्थ्यो, बहुत रमाइलो लाग्थ्यो र अहिले पनि सबैजना त्यस्तै गरेर केटाकेटीदेखि लिएर वृद्ध पनि अब चाहिँ हिँड्न सक्नेसम्म मान्छेहरू, कोही हिँड्न सक्ने गाडीमा पनि यहाँ चाहिँ राँके मेलामा आएको देखिन्छ र यो पहिले जसरी लागेको थियो अहिले त्यसरी लागेको छ। यो मेला एक प्रकारले यसको महत्त्व भनेको चाहिँ बढी महत्त्व भनेको चाहिँ के का लागि भन्दाखेरि चाहिँ यो लेखको एउटा मेला हो, तर पनि औलादेखिको सामान आँप कटहर आउने हुनाले त्यो आँप कटहरको बजारको रूपमा पनि यो प्रसिद्ध छ। यसको महत्त्व त्यो पनि छ। तपाईँको जीवनमा कुनै त्यस्ता घटना घटे राँके मेला आउँदाखेरि? अब त्यति बेला त तपाईँ जवान हुनुहुन्थ्यो होला होइन? यहाँ चाहिँ अब दोहोरी खेल्ने, रातभरि बस्ने त्यस्तोहरू पनि थियो होला नि त त्यति बेलाको मेला? त्यस्तो थियो। अब त्यतिखेर पनि अब म जान्दाखेरि यहाँ आउँदाखेरि चाहिँ अब राँके मेलामा आउनेहरू चाहिँ काहीँ दोहोरी गीत गाएको पनि जमघट भेटिन्थ्यो। त्यस्तै गरेर दिनभरि राँके मेला गरेर चाहिँ राति यहाँ चाहिँ बसन्तपुर गएर धान नाच गर्ने को भिडभाड हुन्थ्यो। त्यता भएपछि बसन्तपुरमा चाहिँ अब चाहिँ धान नाच कार्यक्रम हुन्थ्यो। रातभरि पनि रमाइलो हुन्थ्यो, त्यहाँ मेला लाग्थ्यो त्यहाँ रातभरि। अहिले पनि यसले संस्कृति रूपमा चाहिँ कस्तो भूमिका खेल्छ? सांस्कृतिक रूपमा पनि यसको महत्त्व नै छ। किनभने अब यो मेलामा जुन मान्छेहरू आउँछन् एउटा आत्मीयता यसले बढाएको छ र जस्तो भनौँ धान नाचको परम्परा अहिले पनि केही मात्रामा चाहिँ बसन्तपुरमा चाहिँ केही मात्रामा हुन्छ र पहिले यति हो, फुटबलको त्यति प्रसिद्ध थिएन, फुटबल खेल्ने चलन थिएन। अहिले झन् थपिएको छ कि अब फुटबल गेम कि या चाहिँ चित्रे बजारमा फुटबलको आयोजना गरेको हुन्छ कि बसन्तपुरले आयोजना गरेको हुन्छ। यसपालि पनि अब चित्रे बजारले फुटबल गेमको आयोजना गरेको छ। यहाँ चाहिँ राँके मेलाको महत्त्व अझ प्रसिद्ध फुटबल खेलले पनि यसको महत्त्व थपेको छ। अब पहिले फुटबल गेम चाहिँ यसरी हुँदैन थियो। यस मेलाको चाहिँ कुन परम्परा हराउँदै गयो जस्तो चाहिँ लाग्छ हजुरलाई? कुनै त्यस्तो थियो पहिले यो परम्परा थियो, अहिलेका पुस्तामा यो गरेनन् भन्ने कुनै छ? पहिलेको परम्परा मैले अघि नै भने एउटा चाहिँ पहिले चाहिँ यसो राँके मेलाका दिन घोडा दौड पुरा अब चाहिँ घोडा दौडाएको देखिन्थ्यो, त्यो चाहिँ देखिँदैन। त्योदेखि बाहेक अन्य परम्परा त उस्तै लाग्छ। अब राँके मेलाको दिन अघिल्लो दिन भनौँ न, अघिल्लो दिन एक दिन अगाडिदेखि नै अब यहाँका आफन्तहरू पनि यहाँ आएका हुन्छन्, मेलामा आएका हुन्छन् भने यहाँबाट बाहिर अब चाहिँ पढ्न जाने विद्यार्थीहरू पनि आफ्नो घर राँके मेला पनि सम्झेर आउने गर्छन्। एउटा चाडबाडको रूपमा यसलाई लिइन्छ। अब पहिलेदेखि नै प्राचीन कालदेखि लागेको राँके मेला अब अहिले पनि त्यसरी नै लाग्दाखेरि हामी जति खुसी छौँ त्यो गुमाउँ भने त्यति नै बेखुसी हुन्छौँ, त्यति नै दुःख लाग्छ। अब पहिलेको राँके मेला चाहिँ मैले जान्दाखेरि केटाकेटीको बेलामा चाहिँ अहिले त कस्तो हो,
अहिले सबैको घर घरमा चाहिँ हात हातमा मोबाइल छन्। अहिले त अब चाहिँ प्रेम प्रस्ताव राख्न सायद मोबाइलमा राख्छन् होला, तर त्यतिखेरको बेलामा हामीले जान्दा चाहिँ यो राँके मेला जवानी अवस्थाका केटाकेटीहरू युवा युवतीहरूको एउटा भेटघाट गर्ने, प्रेम प्रस्ताव राख्ने र आपसमा मेलमिलाप गर्ने एउटा मेलाको रूपमा पनि यसलाई लिइन्थ्यो। मेला बजार त्यसरी नै पहिलेको बेलामा प्रसिद्ध हुन्थे। तपाईँले पनि त्यो मेला बजारमा राख्नुभयो? मैले त्यस्तो त गरिनँ, तर पनि मैले देखेको प्रशस्तै युवा युवतीहरूको मिलन चाहिँ राँके मेलामा हुन्थ्यो, भेटघाट राँके मेला हुन्थ्यो। कसैको हातमा मोबाइल हुँदैन थियो, मोबाइल नभएपछि अब राँके मेलामा भेटुने भने चाहिँ राँके मेला पक्कै भेटुन्छ भनेर चाहिँ युवा युवतीहरू त्यहाँ त्यसरी पनि आउँथे। कसरी आउँछन् त होइन, कसरी चाहिँ प्रेम प्रस्ताव राख्थे त त्यति बेला चाहिँ? कसरी चाहिँ मन पराउँथ्यो होला तपाईँको अनुभव? होइन, सधैँभरि भेटघाट हुन गाह्रो हुन्थ्यो। अब चाहिँ फोन हुँदैन थियो, फोन नभएपछि अब भेटघाट गर्न धाइँदै जानु पर्थ्यो भने मेलामा आउँदाखेरि चाहिँ अब भिडभाडमा गफगाफ गर्न पनि सजिलो हुन्थ्यो। त्यसो गरेको अब चाहिँ मैले युवक हुँदा पनि केही अरूहरूको त्यसरी प्रेम प्रस्ताव राखेको, राँके मेलामा भेट भएर चाहिँ अब चाहिँ प्रेम प्रस्ताव राखेर आपसमा बिहे भएको त्यतिखेर मलाई त्यो राँके मेलामा मलाई थाहा छ। बसेपछि गीत गाएर बसेपछि राँके मेला आएपछि मन पर्यो, पछि मन पर्यो त्यसरी पनि हुन्थ्यो। एउटा चाहिँ त्यो पनि हुन्थ्यो। अरू कुरो राँके मेलालाई चाहिँ वर्षभरि काम गर्दा गर्दा एउटा थकाइ मार्ने दिनको रूपमा पनि लिइन्थ्यो। अनि राँकेमा काम गर्नु हुँदैन, मकै गोड्न हुँदैन, मकैबारीमा पस्नु हुँदैन भन्ने एउटा परम्परा नै बनाएर अनि राँके मेलाको दिन केही काम नगर्ने, अनि काम गर्दा गर्दा थकित दिनलाई चाहिँ अनि आएर मेलामा आउने, रमाइलो गर्ने, थकाइ मार्ने एउटा चाहिँ पर्वको रूपमा यसलाई लिन्थ्यो। त्यति बेला चाहिँ काम गर्नु हुँदैन, यो बेला चाहिँ बारीमै छिर्नु हुँदैन भन्ने खालको परम्परा थियो। त्यो बसाएको हो कि त्यो साँच्चै नै वास्तवमा छ? बसाएको जस्तो लाग्छ, किनभने राँके मेला आउनको लागि त्यो बसाएको परम्परा जस्तो लाग्छ। कसैले त्यो परम्परा अहिले पनि छँदैछ, राँकेको दिन काम गर्नु हुँदैन भन्ने भन्छन्, तर त्यो बसाकै परम्परा हो। त्यो प्राचीन कालदेखि नै राँके मेला जानका लागि काम गर्नु हुँदैन भने एउटा परम्परा, एउटा बाना पनि भयो त्यति बेला, बाना पनि भयो त्यसरी होला। नत्र भए त मेलापात त्यति बेलाका मान्छेहरू, त्यति बेलाका पुस्ताका मान्छेहरू चाहिँ खासै मेलापात हिँड्दिनथे पनि। त्यो राँके मेलासँग जोडिएको कुनै अविस्मरणीय क्षण अथवा कुनै सम्झना लायक तपाईँको जीवनमा छ? मलाई त सधैँको राँके मेलामा त्यस्तै नै अविस्मरणीय लाग्छ, सम्झना आउँछ। त्यस्तो क्षण छ हजुर? केटाकेटीमा राँके मेला आउँदाखेरिको रमाइलो भनेको चाहिँ त्यतिखेर केटाकेटीमा त अब हेर्दा चाहिँ रमाइलो हुन्छ भन्ने एउटा, अर्को कुरो चाहिँ कटर खाना पाइन्छ भन्ने त्यही नै लाग्थ्यो। त्यहाँदेखि बाहेक अन्य त त्यस्तो अविस्मरणीय क्षण त छैन। सधैँ त्यो सम्झिरहन्छु म त्यो राँके मेला, केटाकेटीको राँके मेला जति रमाइलो हुन्छ अहिलेको राँके मेलामा अब बुढो भइयो त्यति साह्रो रमाइलो लाग्दैन। अब त्यो तर त्यो जसरी मलाई रमाइलो लाग्यो अहिलेका म केटाकेटी हुँदा लागेको रमाइलो अहिलेका केटाकेटीहरूलाई युवाहरूलाई पक्कै लाग्छ। त्यति बेला घरबाट बुवा आमाले पैसा दिएर सस्तो थियो पठाउनुहुन्थ्यो, पैसा धेरै आउँथ्यो होला र? पैसै पाउन गाह्रो थियो त्यतिखेर, ज्यादै पैसा पाउन गाह्रो थियो। अब अहिले केटाकेटीहरू चाहिँ अब मेलामा आउँदा निकै पैसा लिएर आउँछन्, त्यतिखेर अलिकति पैसाले धेरै सामान त आउँथ्यो, तर पनि अब त्यो पैसा पाउने ज्यादै गाह्रो हुन्थ्यो, कठिनाइ